गाइज हामी चाहिँ बन्दीपुर आइपुगेर फ्रेस भएर ठक्क लाएर यहाँ मकै र चिया खाँदैछौँ है त ओपनिङ। हेलो गाइज है त अलिक बेला भयो होइन बाबु? हेलो हेलो ब्युटिफुल लेडिज। हाल्दैन के बस पाँच मिनट रहा बाबू हजुर 5 मिनट रहा पढ्दाखेरि मोबाइल खोल्ने बित्तिकै ससेज हो त भात होइन। साला तेरो जिन्दगी मजा छ है साला, खायो हग्यो मुत्यो सुत्यो है साला। एकदम मिठो 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 कस्तो अरे मिठो कस्तो अरे बाबु? हो केही भन्न मन छ? के पनि भन्न मन के छ भन्दा अन्त मिसले मलाई लेमोनेड बनाइदिनु भन्नुभयो थियो। कहाँ जानु अन्त मिस? लेमोनेड चाहियो बनाइदिनु भन्नुभयो थियो। लेमोनेड चाहिए जस्तो कैप्चर हो गई। हेलो ये मेरा ब्लॉग में आ रहा है भाई। क्या हो रहा है भाई? यहाँ पे क्या हो रहा है भाई? ये कहाँ फंस गया भाई मैं? भाई ये क्या हो रहा है भाई?
भाई मुझे कॉकरोच बना दी भाई, ये मुझे आगे नहीं जाने दे भाई, मेरी के हो रे खाना खाऊ खाना हेलो गाइज के हुँदैछ यहाँ ए अन्तै वेलकम टु आवर ब्लग हाम्रो ब्लगमा चाहिँ के भन्न चाहनुहुन्छ ब्लग मगर दिपेन्द्र केसीको मेरो दाइको ब्लगमा सबले सब्सक्राइब कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि भिडियोस हुँदिन त के भएको अब हामी कहाँ जाँदैछौँ अरे अब हामी बन्दीपुरको रमाइलो गरेर ए ल के छ राजु सर राजु सरले पानी खाएर बस्नुभयो अनि हाम्रो सानाले के खान अब लास्ट अब ट्रिप नै होला मलाई देखाउँ त मेरो दाइको ब्लगमा सबले सब्सक्राइब गरिदिनु पर्यो, लाइक एन्ड कमेन्ट कमेन्ट गर्नुपर्छ है। ल के गर्ने रे लाइक एन्ड कमेन्ट ल प्यारो सालो के छ खबर ठिक छ के हैन बन्दीपुर कस्तो भइरह रमाइलो एकदम मिठो मिठो ल ओके गाइज इन्जॉय हैव फन ब्रान्डिङ अन्त त्यो ब्रान्डिङ मात्र मोहितो अनि 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 सुगर सिरप 30 ml सुगर सिरप 30 ml अनि चाहे त स्प्राइट भर्दिने के टप अप विथ स्प्राइट त्यति नै र हजुर 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 वाटर त हजुरले बुझेर हाल्नु न वाटर त हजुरले बुझेर हाल्नु न वाटर त हजुरले बुझेर हाल्नु न इङ्ग्लिसमा गाली गर्नु मन लाग्छ इङ्ग्लिस आउँदैन र मात्रै हो एउटा डिक्सनरी लिएर बटम किन्ने क्या हो साले हेलो गाइज गुड मर्निङ फ्रम बन्दीपुर हामी चाहिँ अहिले उठेर ब्रेकफास्ट गरेर हामी हाइकिङ जाँदैछौँ होइन उकालो लाउँदैछ अब तपाईँहरू देख्न सक्नुहुनेछ यहाँ चाहिँ चिल्लर पार्टीहरू आउँदैछ हेलो अनिसा गुड मर्निङ ल हेलो हेलो गाइज हेलो 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 मर्निङ सर फ्री नै छ My heart rages around like an ocean in my head, because there are so many things that I left unsaid.
rages around like an ocean in my head. I can almost feel you walking in the distance, but I know that it's not reality. If you are echoing around inside these parallel dimensions all alone, know I'll find you in my dreams. Find you in my I can almost feel you walking in the distance, but I know that it's not reality. हेलो गाइज, हामी अब रेडी भएर टक्कै स्ट्रिट घुम्न जान चाहिँ चढ्रलाको। हेलो 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 नमस्ते, मेरो नाम भाग्य नेउपाने हो क्या। ल है त, चस्मा लाउनु बिर्सेछ। यता हेर त ल, यता क्यामेरामा हेरेर ल। संसारा बन्दीपुर।
ocean in my head, because there are so many things that I left unsaid. के खाँदै अरे सर हामीले के खाँदै अरे सेलरोटी लास्ट मनपर्छ क्या मलाई सेलरोटी सेलरोटी मनपर्छ कहिलेदेखि हो कहिलेदेखि होइन म सधैँ हो चिल्लो पिरो खान्न भनेको होइन र यस्तो हो कि समय र परिस्थितिको माग अनुसार होइन चल्नुपर्छ I know that it's not reality. If you were let go, हामी 10 रुपियाँ पाउनु पऱ्यो होइन पैसा अब धनीमानी मान्छे होइन पहिला त inside these parallel dimensions all alone. Now I'll find you in my dreams. My heart rages around like an ocean in my head. I can almost feel you walking in the distance, but I know that it's not reality. If you are echoing around inside these parallel dimensions all alone, now I'll find you in my dreams. Find you in my I can almost feel you walking in the distance, but I know that it's not reality. हेलो नमस्ते सबैजना आउनु होला हाम्रो रेस्टुरेन्ट एन्ड क्याफेमा हाम्रोमा चाहिँ तपाईँहरूले चाहे जस्तो अफगाटो अनि हाम्रो कफीहरू पनि पाउँछ हामीले चाहिँ यो माछाको रोस्टेड बिच प्रयोग गर्छौँ तपाईँहरू पनि बन्दीपुर आउँदा हाम्रो क्याफे रेस्टुरेन्टमा आउनु होला है त म कफी खान्छु अनि त्यसपछि टेस्ट गर्छु ओके गाइस ओके हेलो नमस्ते हाम्रो यहाँ पछाडि पनि भ्यू छ crema.
कस्तो छ खाना कस्तो लाग्यो त यहाँको इन्भाइरोमेन्ट ल मिठिरै खानुपर्छ है क्या हो रहा है भाई यहाँ पे क्या हो रहा भाई ये कहाँ फंस गया भाई मैं भाई ये क्या हो रहा है भाई ए पाइन्छ पाइन्छ भूमिका मिस भात धेरै भएन र त्यो त थोरै भयो क्या अझै थप्नु पर्यो मिस्टेक ल फेरि ड्रिङ्क वाटर ल है त अर्को स्टेटबाट कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको भागौँ कि क्या हो देख यता हेर्दै पनि एकचोटि गाइज अब चाहिँ हामी बन्दीपुरलाई टाटा बाई बाई गर्दै हामी खानासाना खाएर अब यहाँबाट हामी हिँड्न लाग्यौँ है त ओके बाई बाई बन्दीपुर बाई बाई बन्दीपुर फेरि फर्केर आउने छु म गाइज हामी चाहिँ टक्क पोखरामा आएर केटाकेटीहरूले फेरि टाइम छ हामीसँग सर प्लिज काइकिङ गरे छैनौँ भने होइन लचन ल तपाईँहरू गर्नुहोस् तिमीहरू गर भनेर हामी 1 2 3 4 जना चाहिँ हामी लेक साइड घुम्दैछौँ है टक्क लाएर आइसक्रिम खाँदै भ्यू हेर्दै टक्क लाएर मस्त तपाईँहरू देख्न सक्नुहुनेछ लेक साइडको भ्यू वाउ कस्तो दामी छ है लभली लभली वाउ लेक साइड देख्न सक्नुहुनेछ यहाँ चाहिँ टुरिज्म एरिया पनि हो टक्क लाएर हामी चाहिँ यहाँ टक्क लाएर अहिले के छौँ यो त्यो यो ड्रेस स्मक भनेको तपाईँहरूलाई चाहिँ ड्रेस चाहियो भने चाहिँ यहाँ सम्पर्क गर्नु होला होइन एकदम दामी दामी ड्रेस पाउँछ यहाँ ल टाटो सप पनि रहेछ टाटो टाटो लाएर आइसक्रिम खाँदै एक साइडमा घुम्दै वाप्पा रमाइलो भएको छ वाउ रिफ्रेस स्पा 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 हेलो
ल देवस्थान हामी चाहिँ अब भित्र जाँदैछौँ हेलो हामी आएको धेरै नै भइसक्यो नि इन्ट्रान्स झिपिक 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 खै यहाँको बत्तीहरू बोलेकै छैन त यार वाउ के अरे त अब चाहिँ हाम्रो केटाकेटीहरूले चाहिँ काइकिङ गरेर भ्याइसके अब हामी चाहिँ यहाँबाट निस्किन लागेको छौँ ल साँझै पऱ्यो त हो निस्किँदा पनि है त वाउ ल है त अब चाहिँ हाम्रो डेस्टिनेसन भनेको घर जाँदैछौँ हामी है त ओके गाइज ल अबको यो ब्लग चाहिँ म यही अन्त्य गर्न चाहन्छु सबैजनालाई हेरेर साथ दिनु होला नमस्ते